के छ तपाईलाई यसको विषयमा यसो के कुरा जानकारी गराउनुहुन्छ कि? यो गोर्खा दरबारले नेपाल एकीकरण गर्ने सिलसिलामा यहाँ 22 राजाहरूको राजधानी दैलेखलाई सुरक्षित राख्नका लागि यहाँका रिपुमर्दन शाह नाम गरेको राजाले लगभग 17औं शताब्दीतिर निर्माण गरिएको गोर्खा राज्यका प्रतिपक्ष सेनाहरूसँग बस्नका लागि तयार गरिएको कोतगढी इलाका। यो कोतगढी इलाकामा माओवादी द्वन्द्वको समयमा यहाँ भएका थुप्रै भौतिक संरचनाहरू नष्ट बनाइएका थिए। पछि सङ्घीय ऐन अन्तर्गत निर्माणाधीन भएका स्थानीय निकायहरूको पहलमा पुनर्जीर्णोद्धार गरिएको यो ऐतिहासिक ठाउँ दैलेख जिल्लामा रहेको कुरा मलाई प्राप्त सूचना र जानकारी अनुसार हुन आएको छ। धन्यवाद। दुईटै आउने गरी म यहाँ तेर्सो बनाएको सेलियो नि त तोप सेलियो नि त तोप खेल्यो भिडियो भएछ नि यहाँबाट कहाँ हुनुहुन्छ? त्यहाँबाट यत्रो नै घुमेर जाउँ ल। यो चाहिँ दैलेख जिल्लाको चाहिँ कोतगढी, यो चाहिँ पहिले सङ्कटकालमा चाहिँ माओवादीहरूले ध्वस्त बनाएको ठाउँ रहेछ। अहिले चाहिँ यसलाई चाहिँ तक संरक्षण गरेर चाहिँ राख्नु भएको रहेछ। यो चाहिँ कोतगढी भन्ने रहेछ, यस्तो छ। यो ढुङ्गाले चाहिँ टक्क यहाँबाट चाहिँ पहिले चाहिँ द्वन्द्वकालमा चाहिँ पुरै ऐतिहासिक युद्धहरू चाहिँ भन्ने चाहिँ हुन्छ। यसरी राखेको चाहिँ पुरै सुरक्षा गार्ड ढुङ्गा पर्खालको उसमा छ। हामी चाहिँ दैलेखमा छौँ। अब अहिले चाहिँ दैलेखको के अरे उयो हेरेर चाहिँ कोतगढी चाहिँ अब यहाँबाट चाहिँ हामी आज रारा गएर बास बसिन्छ होला। यो कोतगढी नारायण नगरपालिका पर्दो रहेछ यो चाहिँ।